तो हेलो गाइज, हामी चाहिँ अब स्वर्गदारी घुम्न आएको है, चट्ट स्वर्गदारी घुम्न आएको। हामी चाहिँ अब भर्खरै स्वर्गदारी यहाँनिर झरेर चाहिँ हामी ठ्याक्क अब हाम्रो रुमहरू बुक गरेको थियो होइन, रुमहरू सबै बुक गरेको छ। अब हाम्रो चाहिँ अब ठ्याक्क यहाँ माथि चोकनिर गाडी रोक्यो, गाडी रोकेपछि चाहिँ हाम्रो अब ठ्याक्क जाँदैछौँ हामी रुममा। ब्यागहरू राखेर आएको, एकचोटि चाहिँ हाम्रो रुम टोर हान्ने भनेर चाहिँ हामी अब देखाइरहेको छ हाम्रो रुमहरू कस्तो छ, स्वर्गदारीमा रुमहरू कस्तो पाउँछ भनेर हजुरहरूले सोध्नुहुन्छ होला कस्तो छ भनेर। रुम यस्तो पाउँछ, ठिकै पाउँछ, सस्तोमा चाहिँ राम्रो पाउँछ। हजुरको अब एकजनाको चाहिँ 350 रुपियाँ खाना बस्न राम्रो रहेछ। ल फाइनली अब हजुरलाई अरू कुरा छोडिदियो, हजुरहरूलाई हाम्रो रुमहरू देखाउँछ है त। टक्क हाम्रो रुमहरूमा केटाहरू पनि छ है, हजुरहरू हाम्रो चाहिँ रुमहरू यही हो है। हाम्रो रुमहरू चाहिँ 10,000को रुम हो अरे है, मलाई थाहा छैन। 350 रुपियाँ चाहिँ एकजना हो है। ल रुमहरू चाहिँ यो बेडहरू भयो है, टक्क स्वर्गदारीमा चाहिँ यही हो है व्यवस्थित। किनभने हामी गाउँमा छौँ, यहाँ एसी पाउँदैन। एसी चाहिँ यो है हाम्रो है गाइस, एसी यहाँबाट चाहिँ चिसो हावा आउँछ है। हाम्रो एसी चाहिँ यहाँबाट है टक्कै गाउँहरू देख्न सक्नुहुन्छ उतातिर हरियाली है। यो चाहिँ हाम्रो ट्याक्क रुम है एसी। ल केटाहरू अब गाइज हामी चाहिँ अब बाहिर दाइतिर चाहिँ घुम्नेछौँ स्वर्गदारीको है। चाबी लगायो है केटाहरू, सबै चाबी लगायो। अब चाहिँ हामी हजुरहरूलाई बाहिरतिर भैलो भइरहेको छ, भैलोहरू पनि हामीले हजुरहरूलाई देखाउँछ है। भैलोहरू यतातिर चाहिँ हरियाली छ है चारैतिर। पहिलो रुमको चाबी ल है, हामीले चाहिँ अब फाइनल रुमको चाबी लाउँदैछौँ है। ल रुमको चाबी चाहिँ लगाइदिएर हुन्छ काकुले। टक्क हामी चाबी लगाएर हामी अब माथितिर जाने चाहिँ भैलो हेर्न जाँदैछौँ है। ल चाबी चाहिँ फाइनली हामीले चाहिँ हेर्ने, चाबी पनि यस्तो छ है, चाबी पनि यस्तो। ल अब हामी चाहिँ जाँदैछ है भैलो हेर्न। भैलो हेरेर छ है, भैलो भइरहेको छ, राम्रो छ है। ल अब हजुरलाई चाहिँ हामी फाइनली भैलो पनि देखाउँछ है। भैलोहरू सबै चिजहरू छ होइन, यतातिर भैलोहरू पनि भइरहेको छ दामी होइन। भैलोको कार्यक्रममा छौँ है, यतातिर चारैतिर हुन्छ है। यतातिर भैलो भइरहेछ, टुर आएको है केटाहरूसँगै सबै। यतातिर भैलोहरू टक्क है दामी भइरहेको छ, चारैतिर दामी छ है स्वर्गदारी आएको है। हाम्रो भैलो चाहिँ हो है, यतातिर भैलो कार्यक्रम पनि भइरहेको छ। नानीहरू भैलो खेलेको रहेछ है, बच्चाहरू पनि भैलो रहेछ। स्वर्गदारी आएर हामी भैलो पनि हेरेको छ है, दामी भैलो भाइबहरू दिइरहेको छ। चारैतिर हरियाली, डाँडाहरू त्यतिर नाच्दैछन् नानीहरू, बच्चाहरू नाच्दैछ। नाच हेर्ने हो र, नाचहरू हेर्ने हो र। भैलो हामी यता भाइदिँदा है। हेर्नु आएको सँग आएको थियो भोलि नहेर्नु त नि हामी जाँदैछौँ। हजुरहरूलाई कन्टिन्यू भिडियोहरू देखाउँछ। भोलि स्वर्गदारीको आज चाहिँ हाम्रो बास चाहिँ हुन्छ। भोलि बिहान उठेर चाहिँ हामीहरू भैलो कार्यक्रमतिर पनि जान्छ, अनि पूजा पनि गर्नु छ। साथीहरू अङ्कलहरू चाचाहरू सबै हुनुहुन्छ। हामी जाँदैछौँ, हजुरहरूलाई कन्टिन्यू भिडियोमा हामीले स्वर्गदारी मन्दिरदेखि लिएर सबै चिजहरू हामीले देखाउने छौँ। बाबु बाबु तिमी हेर के भन्न चाहन्छौ? हेलो भन, हेलो हेलो हाई भन्नु। यस्तो गर गर्दिनौ नगर्ने। ल जाँदैछौँ गाइस, हामी आएको बस त्यहाँनिर छ है, यो पारे छ त्यही हो कि हामी जाने बाटो देखाउँछौँ। अब हामी जाने बाटो हिँडेर जाने। हामी चाहिँ अब यसो होली हो हाम्रो पूजा चाहिँ, हामी चाहिँ अब यस्तो टुरहरू पूजा होइन, मालाहरू देख्न सक्नुहुन्छ यस्तो छ है। स्वर्गदारीको मालाहरू है, सबै चिजहरू पाउँछ यहाँनिर। अघि अहिले सबै सामानहरू अहिले ठिक्क पारेर राखौँ, भोलितिर टक्क लिएर जाउँ होइन। तासहरू पनि चलिरहेको रहेछ यहाँ है, देख्न सक्नुहुन्छ। 5 रुपियाँ बोर्ड भयो पनि चलिरहेको छ यहाँ तासहरू है। फ्यामिलीहरू बसेर खेल्नुमा अलग्गै मजा हुन्छ नि त। अनि हामी चाहिँ कता जानु लाग्यो? त्यो त किन जानु लाग्यो? देखाइदिन्छ कि बाटो त्यो भन्दा नि कहाँ छ नि? हामी फर्किनु हिँडेर जाने बाटो चाहिँ यता देखाइदिन्छ। अनि हामी कता उतातिर बस्ने नि त?
बस्ने पो भयो त हिँडेर जाने बाटो हेर्न हिँडेर जाने बाटो गाइजहरु गाइज हामी चाहिँ यो बस चाहिँ हाम्रो हामी आएको बस है काकुको बस ए त्यो बस हो त त्यो उ त्यो है हाम्रै हो सबै बस है दाजुभाइवाला दाजुभाइले के छ यो बस चाहिँ हाम्रो है हाम्रो हामी जाने बाटो यही हो हामी जाने बाटो यही हो गाइज चाहिँ पछाडिको हामी भोलि हिँड्दै हामी चाहिँ भोलि हाम्रो टुर चाहिँ गाडीमा हुँदैन हामी चाहिँ पैदल यात्री जान्छ पैदलमै जान्छ हामीहरू है र त्यता चारैतिर है डाँडा काँडाहरू देख्न सक्नुहुन्छ सबै यतातिर अनि यता हाम्रो काकु हजुरले चाहिँ आज यहाँ आएर कस्तो फिल भइरहेको छ हजुरलाई मलाई एकदम रमाइलो म प्रत्येक वर्ष आउँछु हिजो पोहोर चाहिँ आएन त्यही भएर यो वर्ष फेरि फर्केर आयो तर बसमा आयो अलिकति त्यही नरमाइलो लाग्यो नत्र हिँड्दै आएकोमै रमाइलो हुन्थ्यो होइन भोलि अझ रमाइलो हुन्छ है गाइजहरु हिँड्दै जाने भ्यूहरू दामी भ्यूहरू देखाउँदै जान्छ हामीले र किप इन्जोय गाइज स्टे ट्युन भाइ भाइ तिमीले के भन्छौ क्यामेरामा चाहिँ के भन्छ भने सबैभन्दा बेस्ट त हाम्रो अब दामी छ ठाउँहरू यताउति सबै चिज बबाल्नै छ होइन आइयो घुम्यो दाइहरूसँग आइएको छ चाचाहरूसँग आइएको छ होइन साथीहरूसँग आइएको छ अनि रमाइलो भइरहेको छ मजा आइरहेको छ रमाइलो भएको छ नि बस रमाइलो चाहियो कि हामीलाई होइन दामी ओपी भइरहेको छ अझै योभन्दा धेरै राम्रो हेर्न चाहनुहुन्छ भने भोलि चाहिँ हाम्रो भोलिको भ्लगमा आउनु होइन दामी हुन्छ भोलि है ओके ओके गाइस बाइ बाइ हामी अब चाहिँ कन्टिन्यू छौँ है बाइ बाइ गाइस कन्टिन्यू भिडियो भोलि बिहान आउँछ है भोलि बिहान यहीँबाट भिडियो आउँछ है ल ल बाइ बाइ ल हिजोको हामी भिडियोमा कन्टिन्यू छ है हामी अब बिहानको अहिले 8 बज्यो 8 बजी चाहिँ हामी अब माथि स्वर्गद्वारी मन्दिरमा चाहिँ हामी दर्शन गर्न जाँदैछ केटाहरू सबै उठेर चाहिँ नुहाइधुवाइ गरेर टक्क फ्रेस भएर नयाँ कपडाहरू लगाएर अहिले चाहिँ हामी अब मन्दिरको माथितिर जाँदैछ है ल केटा के छ सबैले भयो नि त होइन सबको नुहाइधुवाइ भयो नि त होइन अब चाहिँ हामी जाँदैछ है टक्क पूजासुजा गरेर आउँछ हाम्रो चाहिँ हामीले माथि जान कमसेकम पनि आधा घन्टा लाग्छ है मजाले दह्रो सिडी चढ्नु छ दुईचोटि आइस नि त सर्कुलर कतिचोटि आइस रे एकचोटि राति पख गयो रातिमा चाहिँ हामीले भिडियो बनाएन रातिको चाहिँ हामीले भिडियो ल्याउन पाएन किनभने अँध्यारो थियो अँध्यारोमा चाहिँ हामीले सकेन अहिले चाहिँ हामीले हजुर पुरा देखाउँछ हामीले सबै यहाँनिर खच्चड छ खच्चडको बेबी खच्चड पनि रहेछ बेबी हर्स भन्छ होइन होइन हामी चाहिँ अब पुग्दैछ नजिकै छ होइन धेरै त छैन कति टाइम लाग्छ काकु यहाँ माथि चढ्न 2 घन्टा जति लाग्छ कि 2 घन्टा लाग्छ आधा घन्टामा आधा घन्टा होइन आधा घन्टा नि लाग्दैन राम्ररी हिँड्नुपर्छ ल अब बिस्तारै बिस्तारै हिँड्नु नि त के गर्किने हो र सिडीमा बिहान भने राति चढ्दा त मलाई लास्टै थकै लाग्थ्यो के भयो यहाँनिर बस पार्क पनि छ है स्वर्गद्वारीको चोक गाडी पार्किङहरू है जाँदैछौँ हामीहरू जटुलाहरू अनि के छ कस्तो तिमीलाई कस्तो लागिरहेको छ यहाँनिर स्वर्गद्वारीमा आएर चाहिँ कस्तो ठिक छ नि रमाइलो फिल भइरहेछ नि उतातिर हिमाल पनि देख्न सक्नुहुन्छ चलक्क झिलिमिली है यो चाहिँ हाम्रो बस हो है अफ रोड चल्ने बस हो होइन इङ्ग्लिसमा गाडी है हिजो हामी आएको बस होइन डिलक्स हो हामी आएको त्यही होइन अनि केटाहरू तिमीले कस्तो भाइब कस्तो फिल यहाँ आएर चाहिँ कस्तो भइरहेछ रमाइलो छ नि किरण फुल स्पोन्सर हो अब यो टुरको अब बस बुक यसैले गर्ने हो ठिक छ नि सो हामीहरू चाहिँ धेरै पछि चाहिँ हाम्रो होइन मेरो चाहिँ फर्स्ट टाइम हो काकुको चाहिँ कति भयो थर्ड होइन चौथो टाइम होइन उहाँको चाहिँ चौथो टाइम हाम्रो चाहिँ फर्स्ट टाइम है अहिले हामी चाहिँ फर्स्ट टाइम आएको यहाँनिर स्वर्गद्वारी रमाइलो भइरहेको छ त्यो मजा आइरहेको छ यतातिर पार्किङ छ है बस पार्किङ हो है यो चोटो टक्क आएको छौँ हामी यो चाहिँ पार्किङ एरिया है गाडी पार्किङ एरिया टाढाबाट मान्छेहरू आउँछ नि त यहाँ घुम्नुलाई पैसा चार्नु पर्छ र बनाएको हिजो बनाएको त खुल्लो बनाएर केटाहरूले त
यो चाहिँ यो होइन यो भैलोमा केटीहरूले पैसा उडाउने है पैसा उडाउने म मान्छे है पैसा उडाइदिने होइन अब धेरै नसके पनि 5-5 का नोट चाहिँ उडाएको थियो है केटाहरूले फेरि पैसा उडाइदिन्छौँ नि त 150 रुपियाँको 15टा नोट गराएर होइन ल यो चाहिँ हाम्रो ल गाइज हामीले चाहिँ अब फाइनली स्वर्गद्वारी मन्दिरको हामीले चाहिँ यो इन्ट्री गर्न लाग्यो है गेट चाहिँ हाम्रो इन्ट्री यहाँनिरबाट हुन्छ स्वर्गद्वारीको है यो चाहिँ अब स्वर्गद्वारीको हामीले इन्ट्री गऱ्यो है जाँदैछौँ यहाँनिरबाट चाहिँ हामीलाई कमसेकम पनि 500-600 सिडी चाहिँ माथि जानुपर्छ 600 सिडी चाहिँ हामी माथि चढ्नुपर्छ यहाँबाट सिडीहरू लास्टै लामो छ तर रमाइलो छ है हिँड्नु चाहिँ रमाइलो लास्टै अनि काको कस्तो फिल भइरहेको छ हजुरलाई मेरो चाहिँ यो फर्स्ट टाइम हो मलाई चाहिँ यहाँको बारेमा धेरै कुराहरू थाहा छ कि उनीहरूलाई चाहिँ यसो टुर गाइडको रूपमा मैले सबै कुराहरू देखाउँदै हजुर कता कता के पाउँछ ल अनि रमाइलो त भइरहेछ नि ल रमाइलो हुनु नि उहाँहरू चाहिँ पूजा पाठ गरेर दर्शन गरेर फर्किनु भएको पूजा पाठ गरेर फर्किनु भयो अङ्कल पूजा पाठ गरेर फर्किनु भयो ल अब हाम्रो पालो है अङ्कल बोल्न पऱ्यो होइन यो चाहिँ फर्किने बाटो यो चाहिँ जाने बाटो है दुईवटा बाटो छ दुईवटा सिडी छ तर लास्टै गाह्रो छ है चढ्नु चाहिँ लास्टै गाह्रो उहाँहरू चाहिँ पूजा पाठ गरेर फर्किनु भएको लास्टै गाह्रो पो चाहिँ बल्ल सुरु भएको छ सिडी हरियाली डाँडा काँडाहरू धाउँदै हामीहरू तलबाट इन्ट्री गरेर बल्ल 40-50 सिडीहरू क्रस गरेको छ अझै हामीलाई धेरै माथि जानु छ चारैतिर झिलिमिली उतातिर हिमाल पहाडहरू धाउँदै हामी माथि आइसकेका छौँ बिस्तारै चढ्दैछौँ अझ माथि पुग्नु छ है भर्खरै सुरुवात विचार यस्तो बुढाबाहरू त सिडी चढ्न सक्नुहुन्छ भने हामी त युवा जवान जेन्जी गुरु हो त यार होइन रमाइलो छ यतिको गुवा चढ्यो भने चाहिँ हामीलाई जाडो हुन्न केटा जाडो हुन्न है मलाई त अहिले गर्मी हुनु लाग्यो है हो छोटो हरियाली डाँडा काँडाहरू यहाँबाट मस्तो गयो है सट्ट गइरहेको छ कस्तो बोल्नै गाह्रो भएको भने धो भएर यार जेन्जी युवाहरू हो चढिहाल्छ माथि अब हामी त स्यास्या भइहालिँदै फेर केटा हो सिडीमा चढ्दा कस्तो फिल भइरहेको छ सिडीमा चढ्दा कस्तो फिल भइरहेको छ तिमीहरूलाई बवाल छ नि जाडो भएको पनि हरायो है भर्खर जाडो भएको थिएन गुजी मात किन हाल्यो भर्खर निकाल्नु गर्मी होइन नि मलाई त पसिना पनि आएको छैन अझै गइरहेको छ यो भाइले थकै लाग्यो भन्दा चाहिँ लम्मै टोपी लगाएको छन् है हजुरहरूलाई हामी आधा सिडी आइसकेको छ अब चाहिँ हजुरहरूलाई के छिनमा स्वर्गद्वारीको मन्दिरभित्र इन्ट्री गर्ने गेट लिएर हामी आउनेछौँ बाई यो चाहिँ हजुरको मन्दिरको
मन्दिरको गेट है यहाँनिर चाहिँ ट्याक्क हामी मन्दिरको गेटनिर पुगिसकेको छौँ। अब यहाँनिरबाट चाहिँ हाम्रो स्वर्गद्वारी मन्दिरको इन्ट्री हुन्छ। ट्याक्क हामी इन्ट्रीमा आइपुगेका छौँ, देख्न सक्नुहुन्छ। आन्टीहरू पनि टक्क पूजापाठ गरेर फर्किँदै हुँदो रहेछ। हामी पुगिसकेको छौँ। अब यहाँनिरबाट चाहिँ कमसेकम पनि हामीले 600 सिडी पार गरेर आइसक्यो है। 600 सिडीहरू चाहिँ हामीले पार गरेर आइसक्यो, पुगिसकेको छ। अब हामी यहाँनिर यो घामले गर्दा हल्का भिडियो काम आइरहेको छैन ल। यो चाहिँ हाम्रो स्वर्गद्वारी मन्दिरको गेट है, इन्ट्री गर्ने गेट, मन्दिर इन्ट्री गर्ने गेट है यो चाहिँ। यही हो। ल फाइनली हामी चाहिँ अब मन्दिरको भित्र इन्ट्री गरिसक्यो। स्वर्गद्वारी मन्दिरको भित्र चाहिँ हामीले इन्ट्री गरिसक्यो, देख्न सक्नुहुन्छ। राम्रो छ मन्दिर। र हाम्रो केटाहरू चाहिँ अगाडि आएर यहाँ थाकेर बसिसकेको छ, देख्न सक्नुहुन्छ। काकु कस्तो फिल भइरहेको छ हजुरले यहाँनिर अहिले दौडेर आएर कस्तो फिल भइरहेको छ? सास पनि भएको छ भाइ, तिमीले कस्तो फिल भइरहेको छ? एकदम बवाल छ नि, रमाइलो भइरहेको छ नि। यो गायस स्वर्गद्वारी मन्दिर चाहिँ हामी अब आधा यहाँबाट स्टार्टमा छौँ, बिस्तारै अगाडि जाँदैछौँ। सबै देखाउनु छ हामीले, पूजापाठ गर्दै हुनुहुन्छ सबैजना। जान्छ कहाँनिर जाने हो? कहाँनिर जाने हुनु न? यो चाहिँ यहाँ गाईको लागि दानाहरू है, गाईको लागि नुन, दाना, जौँ, यो चाहिँ यहाँनिर चढाउनु पर्छ है। अनि गाईको लागि नुनहरू, चामल पनि हेर्नु छ। हामीले चाहिँ नुन मात्र लिइरहेको छ है। खै चढाउन नुन छ क्या? नुन छ? नुन छ कि नै? नुन ल्याएको नि गएको गाईको लागि दाना है। ल बस गरेर दानाहरू पनि होला। दाना त्यो होइन, त्यो के हो? पिठो हो। हालिदिने हो यहाँ कहाँ हाल्ने त? गाईको लागि त लागि पिठो त कसलाई फाइनली हामी चाहिँ अब कहाँ जाँदैछौँ? पूजा गर्न होइन, पूजा गर्न जाँदैछौँ। यहाँनिर चाहिँ जुत्ताहरू बाहिर राख्नु पर्दो रहेछ। जुत्ता बाहिर राख्नुपर्छ होला नि कहाँको? बाहिर राख्नुपर्छ होला होइन? जुत्ताहरू त बाहिर कहाँ पाउँछ जुत्ता लाउनु? जुत्ता छोडाउनु पर्छ होला त। छोडाउन छोडाउने हो भने जानु थियो है। हामी चाहिँ स्वर्गद्वारी फाइनली हामीले चाहिँ पूजापाठ गरेर सक्यौँ है। सबैजना आज पूजापाठ गरेर सक्यो है। अब हाम्रो चाहिँ मन्दिरहरूमा पूजापाठ गरेको भिडियोहरू चाहिँ हामीले बनाउन पाएन, किनकि हामी मन्दिरमा पूजा गर्न बिजी थियो, त्यो भएर पाएन। त्यही पनि हामी एकचोटि मन्दिरहरू सर देखाएर चाहिँ देखाउनेछौँ एकछिनमा। मन्दिरहरू देख्नेछौँ अनि हामी घर जाँदाखेरि बाटोहरू अनि डाँडा काँडाहरू खोला नालाहरू के कस्तो छ दामी हामी
सब देखाउँछ तपाईँहरूको लागि नै हिँड्दै जाँदैछौँ हामी तपाईँले हेर्नुपर्ने नै हुन्छ धन्यवाद गुफा जानेछौँ गुफा जाने त्यहाँ गाडी जाँदा गुफा जाँदैछौँ क्या हामी केटा यो कहाँ हो वे टु गुफा हामी गुफा जाँदैछौँ है गएको भास्कर भाइ कहाँ जानु लाग्यो हामी गुफा जान लागेको होइन गुफा जानु लाग्यो नि गुफाभित्र चाहिँ को छिर्ने हो गुफाभित्र हामी 4 जना छिर्छौँ भित्र कस्तो अँध्यारो हुन्छ अँध्यारो हुन्छ किन गुफामा भाइ गुफाभित्र अँध्यारो हुन्छ लाइट बाले हुन्छ गोर्खाको पहिल्यैदेखि थियो हामी चाहिँ गुफा जाँदैछौँ बिस्तारै थोरै टाइम लाग्छ हाम्रो चाहिँ 15-10 मिनट चाहिँ लाग्छ हामी गुफानिर गइसकेर चाहिँ हामीले भिडियोलाई फेरि भिडियो रिपिट गर्नेछौँ है त हेलो गाइज हामी चाहिँ फाइनली गुफामा पुगिसक्नु लागेको छ है बल्ल बल्ल उकालो धाएर ओह्रालो धाएर बिसाएर हामी गुफानिर पुगिसकेको छौँ है अब हामी जाँदैछौँ गुफाभित्र यो उकालो पछि हामी आइपुग्यो फाइनली भित्र गएर भिडियो बनाउँछौँ एकछिनमा फाइनली हामी चाहिँ पूजा गुफामा छिरेर होइन गुफामा छिरेर गुफाभित्र गएर हामी गुफाभित्र चाहिँ भिडियोहरू बनाउँदिँदो रहेनछ हामी गुफाभित्रको भिडियो चाहिँ बनाउन पाएनौँ गाइज होइन अर्को अब चाहिँ हामी अब हामी पूजापाठ गरेर सबै चिजहरू सकेर अब हामी घरतिर लाग्नु भयो अब हामीले चाहिँ पहिलाचोटि चाहिँ होइन हामी मन्दिरमा आएर चाहिँ ऱ्याप पनि सुन्यो है हाम्रो केटाहरूले ऱ्याप गाउँदो रहेछ सुन्यो गाइज ल है सबैजनाले बाई बाई भने स्वर्गद्वारीलाई फेरि आउँछ है ल बाई बाई है ल बाई बाई गर स्वर्गद्वारीलाई जय ल यो मन्दिरको गेटनिर आयो हामी है गेटनिर आइसकेपछि अब हाम्रो चाहिँ बाहिर जानु लाग्यो हामी है सकेर पूजापाठ गरेर बाहिर जानु लागेको छौँ है यहाँको कहानी चाहिँ अब तपाईँहरूले यहाँनिर हेर्न सक्नुहुन्छ यहाँनिर के लेखेको छ है सबै चिजहरू यहाँ लेखेको छ कसरी स्वर्गद्वारी मन्दिर बनेको कहिले स्थापना भएको कहिले के भएको यहाँ सबै चिजहरू चाहिँ यहाँ कसले बनाएको सबै चिजहरू यहाँनिर लेखेको छ लेख्न सक्नुहुन्छ है ल गाइस ल केटाहरू बाई बाई है बाई 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 केटा सबैले बाई भन बाई 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 स्वर्गद्वारी